सैपालका सिरानीबाट बग्ने सेतीकाली आफ्नै ठाउँको भाषा बोकी आइपुग्यौं हम्फाली। नमस्कार। समृद्धि र शान्तिको अभियान हिमालय टेलिभिजनको प्रस्तुति कार्यक्रम चाँचरीको पर्खाइमा बसिरहनुभएका समस्त आदरणीय दर्शकहरूलाई हार्दिक स्वागत गर्दै कार्यक्रम चाँचरीको शुभारम्भ गर्न चाहन्छु। म कार्यक्रम सञ्चालक शङ्कर श्रेष्ठ। दर्शक महानुभावहरू, यहाँहरूको माया मोह ममताले आज हामी कार्यक्रम चाँचरी हिमालय टेलिभिजनबाट प्रसारण भएको 5 वर्ष पूरा भएर 6औं वर्षमा प्रवेश गरेका छौं र यही अवसर पारेर आज हामीले कार्यक्रम चाँचरीको छायाङ्कन गर्न नेपालमा नभएर नेपालबाट धेरै समुद्र पार गर्दै धेरै टाढाको ठाउँ कोपनहेगन, डेनमार्कको कोपनहेगनबाट कार्यक्रम चाँचरीको छायाङ्कन गरिरहेका छौं र आजको अङ्कमा हामी विभिन्न व्यक्तिहरूले कार्यक्रम चाँचरी हिमालय टेलिभिजनबाट प्रसारण भइसकेपछि देश विदेशमा रहेका विभिन्न व्यक्तित्वहरूले दिएको शुभकामना र विभिन्न व्यक्तिहरूसँग गरेको कुराकानी यहाँसँग पस्किनेछौँ। यो हिमालय टेलिभिजनले खास गरेर संस्कृति नेपाल त 4036 वर्गको फुलबारी 100औं थुङ्गा फुलका हामी एउटै माला नेपाली भन्ने हाम्रो राष्ट्रिय गान नै त्यस्तो किसिमको छ। विभिन्न किसिमका थुङ्गाहरूका चाहिँ आफ्ना वेशभूषाहरू छन्, आफ्ना संस्कृतिहरू छन्, लोकलयहरू छन्, लोकगीतहरू छन्। त्यसपछि आफ्नो चाहिँ एउटा परम्परा र रीतिरिवाज छ। त्यसलाई जगेर नगर्ने काममा यो हिमालय टेलिभिजनले चाहिँ धेरै महत्त्वपूर्ण काम गरिरहेछ। खास गरी यो यहाँहरूको चाहिँ चाँचरी कार्यक्रम छ, यसको चाहिँ उल्लेखनीय योगदान छ पनि। अब यहाँ पनि बाँकी जिल्लामा पनि थारूहरू, यहाँको चाहिँ कल्चरली यहाँको थारू समुदाय चाहिँ कल्चरको चाहिँ एकदम धनी छ। जसरी सुदूरपश्चिमेली संस्कृति वास्तवमा एउटा नमुनाको रूपमा छ सबैतिर। अब अहिले चाहिँ हरेक उसमा चाहिँ त्यो संस्कृतिले चाहिँ आफ्नो एउटा विशेष स्थान हासिल गरेको अवस्था पनि छ। अब यसमा चाहिँ एउटा यो अहिले अब 5 वर्ष क्रस गरेर चाहिँ यो कार्यक्रम 6औँमा लागेको उपलक्ष्यमा मेरो तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु। आगामी दिनमा यसले चाहिँ अझै राम्रो गरोस्, अझै व्यापक रूपमा चाहिँ समावेशी हिसाबले सबैलाई समेट्ने प्रयत्न गरोस् भन्ने शुभकामना पनि दिन चाहन्छु। ऐस्यालु खुलुकै निल्नु ओखड खानु फोडी, ऐस्यालु खुलुकै निल्नु ओखड खानु फोडी, सबैकी नमस्कार मेरो दुवै हात जोडी। हिमालय टिभीमा आउने यो चाँचरी प्रोग्राम हेरी बस्नुभएका सम्पूर्ण महानुभावकी म लक्ष्मण अधिकारी, भूतपूर्व कबड्डी खेलाडी, सुदूरपश्चिम सेवा समाज युएको सल्लाहकारको तर्फबाट दर्शन नमस्ते जद्यो। मेरो घर महेन्द्रनगर कञ्चनपुर, पहाड घर बजाङ। अहिले म 7 समुद्र पारी युए आबुधाबीमा छु। यो चाँचरी कार्यक्रमका सञ्चालक शङ्कर विष्टज्यूले मोखी चाँचरी कार्यक्रमले 5 वर्ष पूरा गरेको उपलक्ष्यमा शुभकामनाका शब्द बोल्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद। म यो शुभकामना म देउडा गीतबाटै भन्दछु। चाँचरी कार्यक्रमले हिमालय टेलिभिजनले प्रगति गर्दै जाऊ। चाँचरी कार्यक्रमले सुदूरपश्चिमका लोकपाका लोक संस्कृति जगर्ने आर्ने काम, यिनलाई खन्काउने काम गरिराखौ, यो भन्दै शुभकामना म गीतबाटै दिन चाहन्छु। नैयाँ बल्ल नैयाँ हाली कोहो गडा साउन्या, हिमालय टेलिभिजन यो चाँचरी आउन्या, सुदूरपश्चिम मध्यपश्चिम देउडा सुन्न पाउन्या, लोक भाकारे लोक संस्कृति चाँचरीमा आउन्या। यो चाँचरी हेर्ने बेला मनमा खुसी छाउन्या, सञ्चालक जन कति निका मिठा स्वर निगाउन्या। शङ्कर विष्ट देउडा गायक सुदूरका हाम्रा मिलाई सुनाइदिन्या पाका हाम्रा राम्रा। धन्यवाद छ हिमालय टेलिभिजन अनि धन्यवाद छ चाँचरीका सञ्चालकलाई पनि। चाँचरीको 5 साल पुरा 6औं वर्ष लाग्यो, उत्तरोत्तर प्रगति हो साह्रै हर्ष लाग्यो। हिमालय अटल रहौ सगरमाथा जस्तो, कति राम्रो टेलिभिजन आहा राम्रो कस्तो। हिमाल जस्तै हिमालय सधैँ चम्किँदै जाऊ, सफलताको शिखरमा सधैँ लम्किँदै जाऊ। यो चाँचरी सधैँ यसै आइजाऊ, दिन दोगुना रात चौगुना सबको माया पाइजाऊ, दिन दोगुना रात चौगुना सबको माया पाइजाऊ। चाँचरी प्रोग्राम र हिमालय प्रोग्रामले यसरी दिन दोगुना रात चौगुना प्रगति गर्दै जाऊ, हाम्रा सुदूरपश्चिमका भाकाहरू घुम्काउँदै जाऊ। यही शुभकामनाका साथ म बिदा हुन्छु। हस्, धन्यवाद।
कार्यक्रम चाँचरीले 5 वर्ष पुरा गरी 6औं वर्षमा प्रवेश गरेकोमा कार्यक्रम चाँचरी तथा यसका सञ्चालक तथा हिमालयन टेलिभिजनलाई धेरै धेरै शुभकामना। आगामी दिनहरूमा पनि यो कार्यक्रमले निरन्तरता पाओस् र मध्य तथा सुदूरपश्चिमको संस्कृति, कला र म्युजिकलाई चाहिँ यसले चाहिँ प्रोत्साहन गर्दै लैजान जाओस्, यही मेरो शुभकामना छ। नमस्कार, हिमालयन टेलिभिजनमा प्रसारण भइरहेको प्रोग्राम चाँचरी 5 वर्ष पुरा भई 6 वर्ष प्रवेश गरेकोमा शुभकामना दिन चाहन्छु र आउँदो वर्षमा यसै गरी नेपाली कला र संस्कृतिलाई देश विदेशमा प्रसार गर्न सफल रहोस् भनी शुभकामना पनि दिन चाहन्छु। नमस्कार, म वसन्तराज लामिछाने। हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको प्रोग्राम छाँचरी 5 वर्ष पुरा भएर 6औं वर्षमा प्रवेश गरेकोमा सम्पूर्ण युनिटलाई धेरै धेरै धन्यवाद र शुभकामना। र यसरी नै यो प्रोग्रामले आउने वर्षहरूमा पनि नेपाली संस्कृति र नेपाली संस्कृतिको जोगाना गर्दै जाओस् र यसको लागि उहाँहरूलाई अग्रिम शुभकामना र यसरी नै प्रोग्राम तपाईँको चल्दै जाओस्। चाँचरी कि छम्म छम्म गाडा गाउँ धुरा, कतिखेर सुन्नुहुन्छ शङ्करजीका कुरा, कतिखेर सुन्नुहुन्छ शङ्करजीका कुरा। नमस्कार, म जयराज जोशी। मेरो घर चाहिँ नेपाल दार्चुला। अहिले म यहाँ विगत 10 वर्षदेखि दुबईमा कार्यरत छु। खास गरी चाँचरी प्रोग्रामलाई एकदमै शुभकामना छ। 5 वर्ष पुरा गरेर आफ्नो सफलताको 6औं वर्षमा पार गरेकोमा एकदमै उज्जवल भविष्यको कामना गर्छौँ। अनि खास गरी चाँचरीले मध्यपश्चिम र सुदूरपश्चिमको संस्कृतिलाई एकदम संरक्षण गरिरहेको हुनाले हामी पनि सुदूरपश्चिमबाट सम्बन्ध राख्ने हुनाले चाँचरीको पर्खाइमा प्रत्यक्ष हेर्न नपाए पनि युट्युब मार्फत या अरू अनलाइन मिडियाहरू मार्फत चाँचरी कहिले आउला भनेर चाँचरीका पर्खाइमा बसिरहेका छौँ। खास गरी शङ्कर सिंह विष्टज्यू जो चाँचरीलाई यहाँसम्म ल्याउनु भएको छ, उहाँलाई धेरै धेरै धन्यवाद र चाँचरीको आउने दिनहरूको उज्जवल भविष्यको शुभकामना दिन्छु। हिमालयन टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम चाँचरी आजबाट 5 वर्ष पुगेर 6औं वर्षमा प्रवेश गरिरहेको हुँदा कार्यक्रम सञ्चालक र कार्यक्रमलाई धेरै धेरै शुभकामना। यस कार्यक्रमले मध्य र सुदूरपश्चिमको कला संस्कृति झल्काउने काम गरिरहेको छ र भोलिका दिनहरूमा पनि यही कार्यक्रम यही कला संस्कृतिलाई निरन्तरता दिँदै जाओस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। चाँचरी कार्यक्रमलाई 5औं वसन्त पार गरी 6औं वसन्तमा चाहिँ प्रवेश गरेको र केही 6औं वर्षको चाहिँ प्रवेश गरेको चाहिँ उसमा म धेरै धेरै चाहिँ शुभकामना दिन चाहन्छु। आफ्नो सुदूरपश्चिमी भाषाहरू सुन्न एकदमै मन लाग्छ। कहिले कहिले अहिले प्रायः सबैले बिर्सिसके, नेपाली नै बोल्छन्, तर अहिले नि म घरमा फोन गर्दा आफ्नो हजुरबुवा हजुरआमाहरूसँग आफ्नै त्यही सुदूरपश्चिमको भाषामा बोल्छु अनि एकदम मिठो लाग्छ। कसैले यहाँ आएर नि कसैले बोल्दा मलाई एकदमै मिठो लाग्छ त्यो भाषा। देउडा गीतहरू पनि प्राय सुनिन्छन् अनि सुदूरपश्चिमेली भाकाका गीतहरू। नमस्ते, म मिलन बम, घर सुदूरपश्चिमाञ्चल धनगढी। हाल म दुबईमा कार्यरत। यो चाँचरी कार्यक्रम 5औं वर्ष पार गरेर 6औं वर्षमा लागेकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। हिमालयन टेलिभिजनको चाँचरी कार्यक्रमलाई 5 वर्ष पुरा गरी 6 वर्षमा प्रवेश गरेकोमा हार्दिक बधाई एवं शुभकामना दिन चाहन्छु। दर्शक महानुभावहरू, यहाँहरू हेर्दै हुनुहुन्छ समृद्धि र शान्तिको अभियान हिमालय टेलिभिजनको प्रस्तुति कार्यक्रम चाँचरीमा छौँ हामी।
यहाँहरूको माया मोह र यहाँहरूको जुन सहयोग सद्भावले र यहाँहरूको मायाप्रतिले हाम्रो कार्यक्रमले हिमालय टेलिभिजनबाट प्रसारण भएको 5 वर्ष पुरा गरेर 6औं वर्षमा प्रवेश गरेका छौँ र यही अवसर पारेर आज हामी कार्यक्रम चाँचरीको छायाङ्कन गर्न डेनमार्कको कोपनहेगनमा रहेको ब्ल्याक डायमन्ड भन्ने यो ठाउँमा छौँ र यहाँ समुद्र पनि यहाँले देख्न सक्नुहुन्छ र पछाडिको जुन दृश्यमा यहाँले देखिसक्नु भएको छ कति राम्रो सुन्दर ठाउँ रहेको छ र यहीँबाट कार्यक्रम चाँचरीको छायाङ्कन गरिरहेका छौँ र विभिन्न व्यक्तिहरूका शुभकामना त्यसै गरी कार्यक्रम चाँचरी प्रति यहाँहरूको माया जुन मोह छ यो कुराहरू हामी यहाँहरूसँग प्रस्तुत गरिरहेका छौँ। यतिखेर पनि बेला भएको छ एक नानो व्यापारी विषयमा नि तैपछाडमा बस्यौँ भने हिमालय टेलिभिजन छाडबाट कहीँ जान्छ। आदरणीय दर्शक महानुभावहरू यो नानो व्यापारी विषयमा तम सबैलाई स्वागत छ। समृद्धि र शान्तिको अभियान हिमालय टेलिभिजनको प्रस्तुति कार्यक्रम चाँचरीमा छौँ हामी र आज हामी कार्यक्रम चाँचरीको जुन यहाँहरूको माया ममताले गर्दाखेरि हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको कार्यक्रम चाँचरीले 5 वर्ष पुरा गरेर 6औं वर्षमा प्रवेश गरेको छ र यही अवसर पारेर देश विदेशमा रहेका विभिन्न दाजुभाइहरूले त्यसै गरी नेपालका विभिन्न व्यक्तित्वहरूले दिनुभएको शुभकामना र विभिन्न व्यक्तिहरूसँग गरेको कुराकानी यहाँहरू सामु प्रस्तुत गरिरहेका छौँ र यो कार्यक्रम छायाङ्कन गर्न हामी डेनमार्कको कोपनहेगनमा रहेको ब्ल्याक डायमन्ड लाइब्रेरीभित्रबाट यहाँहरूलाई हामी विभिन्न दृश्यहरू पनि देखाइरहेका छौँ र विभिन्न व्यक्तिहरूसँग कुराकानी पनि गरिरहेका छौँ। अबको प्रस्तुतिमा यिनै कुराकानीहरू यहाँहरू सामु राख्न चाहन्छौँ। खास गरी मध्य तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने विभिन्न धार्मिक पर्यटकीय क्षेत्रहरूको कुरा, त्यसमा यही क्षेत्रको विकास निर्माणको कुरा, यहाँको कला संस्कृति परम्परा वेशभूषा आदिको विषयलाई लिएर जुन पैरवी गरिरहेको छ हिमालयन टिभीले, यो पैरवीलाई निरन्तरता दियोस्, अझ भोलिका दिनमा राम्रोसँग यसले यसको उत्थान गर्न सकोस्, खोज गर्न सकोस्, ताकि यस क्षेत्रका यी दुईवटा क्षेत्रका कुराहरूलाई अन्यत्र पनि यसको प्रचार प्रसार गरेर यहाँको चाहिँ विकास, यहाँको निर्माण, यहाँको पर्यटकीय स्थलको अझ राम्रो प्रचार प्रसार गर्न सकोस् भन्ने म शुभकामना दिन चाहन्छु। र खास गरी मध्य तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्र यो कला संस्कृतिमा एकदम धनी छ। त्यति मात्र नभएर यहाँका संस्कृति परम्परा वेशभूषा आफ्नै छन् र पर्यटकीय स्थानहरू रारा जस्तो ताल छ, खप्तडको हाम्रो स्थान छ, त्यसै बढीमालीका धार्मिक केन्द्रहरू यस्ता महत्त्वपूर्ण केन्द्रहरू छन् जुन विकासको निर्माणको किसिमले अथवा यातायातको किसिमले पछाडि परिरहेका छन् र प्रचार प्रसारमा पनि कमी छ आदि इत्यादिको रूपमा गरियो भने हाम्रो चाहिँ धर्म सम्बन्धी जुन इन्डियामा जाने अथवा अन्यत्र जाने परम्परा छ त्यसलाई पनि यसले अझ विस्थापन गर्न सक्छ। जस्तै साँफेको वैद्यनाथ मन्दिर इन्डियाको वैद्यनाथ मन्दिरभन्दा पनि पुरानो हो भन्ने कुरा हामीले अछाममा गएर हेऱ्यौँ भने बुझ्न सकिन्छ। यस्ता हाम्रा ठाउँहरूको विकास गर्न सकोस् भन्ने म यसलाई शुभकामना दिन चाहन्छु। र यताको एउटा कला संस्कृति दलिततिर पनि एउटा गाउने जुन एउटा गीत छ, ल त मैले अहिले भन्न सक्दैन, तर यस्तो छ, काँधामा बन्दुक राखी कहाँ जान्छ दर्नाली, आउँदा जाँदा पानी पिउँला नसुके कर्णाली। यो चाहिँ यसै गरी यो चाहिँ कार्यक्रम हिमालय टिभीबाट प्रचार भइरहेको छ, यसले पनि नसुकोस्, अझ फैलिँदै जाओस् भन्ने शुभकामना दिन्छ। नमस्कार, यो सम्पूर्ण दर्शक महानुभावहरू जुन हिमालय टेलिभिजन हेरिरहनुहुने यो चाँचरी कार्यक्रम 5 वर्ष पुगेर 6 वर्षमा लागेकोमा उहाँहरूलाई शुभकामना दिन चाहन्छु। नमस्कार, हिमालय टेलिभिजन मार्फत सञ्चालित चाँचरी कार्यक्रमले आफ्नो 5 वर्ष सफलतापूर्वक पुरा गरी 6औं वर्षमा प्रवेश गरेकोले कार्यक्रम सञ्चालक देउडा गाइड शङ्कर विष्टज्यूलाई र हिमालय टेलिभिजनलाई मेरो हृदयदेखि नै हार्दिक धन्यवाद। विशेष गरेर सुदूरपश्चिमको लोक संस्कृति देउडा परम्परा पहिचान र कलाको जगेर्ना गर्ने हेतुले सञ्चालित सो कार्यक्रमलाई आउँदा दिनमा पनि सोही कार्यको निरन्तरताको हार्दिक मङ्गलमय शुभकामना।
आज खुसी लाग्छ यो हिमालयन टेलिभिजनको चाँचरी कार्यक्रममा जहाँ मलाई यो 5 वर्ष पुगेर जुन 6औं वर्षको परिवेशमा हजुरले मलाई मौका दिनुभयो र विदेशमा बस्दाखेरि पनि आज मैले यो चाँचरीलाई जसरी मैले देखिरहेको छु युट्युबमा जो सुदूरपश्चिमको मध्यपश्चिमको जुन कल्चरलाई र त्यहाँको पर्यटनलाई जसरी उत्साहजनकता साथ हजुरहरूले जुन लिने जमर्को गर्नुभएको छ म यसका लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। यसरी नै हजुरको कार्यक्रम फलोस फुलोस आज विदेशमा बसेर पनि तपाईँको यो चाँचरी कार्यक्रमबाट कारणले गर्दाखेरि हामीले विदेशमा बसेर पनि नेपालमै भएको जस्तो म मेरै बझाङको एउटा सुदूरपश्चिमको एउटा दुर्गम जिल्ला बझाङमा बसे जस्तो मलाई महसुस हुन्छ। म खुसी छु आज म जहाँ छु दुबईमा, तर म चाँचरीलाई हृदय नै धन्यवाद दिन्छु। यसरी नै नेपाली सबैले तपाईँलाई धन्यवाद दिन्छन्। यही नै मेरो शुभकामना छ। वार्षिक स्कुलमा छ मैले हृदयदेखि नै चाँचरीलाई धन्यवाद दिन्छु। म यसको नियमित श्रोता हो, म चाहिँ हेर्ने पनि गरिरहेको छु। हस्त धन्यवाद। फलोस फुलोस। Namaste. I love Nepal and I really like Nepalese culture and especially Far Western songs and music. I wish the program will make people happy far on in the future and more people will enjoy it. Nepal राम्रो छ। धन्यवाद। लाखौं फूल फुलेका छन् मिराकलमा हेर, लाखौं फूल फुलेका छन् मिराकलमा हेर, जिन्दगी अमूल्य लाग्छ नफाल्नु है खेर, जिन्दगी अमूल्य लाग्छ नफाल्नु है खेर। चाँचरीका सम्पूर्ण आदरणीय दर्शकहरू यहाँहरूलाई हार्दिक बधाई छ, शुभकामना छ र नमस्ते छ। यो फुलै फुलको संसार आज वास्तवमा चाँचरीको पनि फड्को मारेको संसार 5औं वर्ष पुरा भएर 6औं वर्षमा प्रवेश गरेकोमा हार्दिक शुभकामना छ, बधाई छ। हिमालय टेलिभिजन हेरिरहनु हुने सम्पूर्ण दर्शकहरूलाई मेरो तर्फबाट फेरि पनि नमस्कार। यसरी यो हिमालय टेलिभिजनमा हाम्रो सुदूरपश्चिमको हाम्रो संस्कृतिलाई इम्प्रुभ गर्नको लागि यो जुन प्रोग्राम भइरहेको हुन्छ यसलाई अलिकता सपोर्ट गर्नु पऱ्यो। अलिकता अरू च्यानलहरूलाई अलि कम समय दिएर यसलाई अलि धेरै समय दिएर हेरिदिनु पऱ्यो, माया गरिदिनु पऱ्यो। चाँचरी कार्यक्रम 5 वर्ष पुरा भएर 6 लागेकोमा धेरै धेरै हार्दिक शुभकामना। यो हिमालय टेलिभिजनको चाँचरी कार्यक्रम तथा देउडा कार्यक्रम 5 वर्ष पुरा भएर 6 वर्ष लागेकोमा उहाँको कार्यकालको सफलताको कामना साथै धेरै धेरै शुभकामना व्यक्त गर्दछु। हामी हुम्ला जस्तो दिगो ठाउँमा गाडी पनि नपुगेको ठाउँमा हामी सधैँ चाँचरी हेरिरहेका छौँ। साथै हजुरको 5 वर्षको कार्यक्रम भएर 6औँमा लागेकोमा हामी धेरै धेरै शुभकामना व्यक्त गर्दै हजुरको यो कार्यक्रम अझै राम्रो हुँदै जाओस्, हजुरलाई शुभकामना छ। हिमालय टेलिभिजनले यो चाँचरी कार्यक्रम जुन लोक संस्कृतिको चाहिँ भाकाको कार्यक्रम चलाइरहेको छ, यो 5औं वर्ष पुगेर 6औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा हामीले त्यस कार्यक्रम र त्यस टेलिभिजन कार्यक्रम प्रस्तुति गर्ने के भन्छ प्रस्तुतालाई धन्यवाद दिई अझै पनि यो कार्यक्रम निरन्तरता अझै पनि राम्रोसँग चाहिँ सञ्चालन होस्, लोक संस्कृतिका भाकाहरू सबै ठाउँमा गुन्जिनु पाओस्। हामी सुर्खेत जस्तो ठाउँमा पनि हामीले त्यो कार्यक्रम चाहिँ असाध्यै मन पराएर हेर्ने गरेका छौँ। ल यसैको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हुम्ला जस्तो ठाउँमा पनि चाँचरी कार्यक्रम हेर्नु पाएछ, हिमालय टेलिभिजन हामीले हेर्नु पाएछु, एकदम सुविधा छ। चाँचरीलाई धेरै धेरै अब 5 वर्ष पुरा भएर 6 वर्षमा लागिरहेको छ। अब हजुरहरूलाई धेरै धेरै शुभकामना छ, सधैँ चलिरहोस्, सधैँ हामीले हेर्न पाऊँ, एकदम सुविधा भएर अझ धेरै धेरै लामोसम्म हेर्न पाऊँ। स्वर्ग बादल गड्किनाले, स्वर्ग बादल गड्किनाले, स्वर्ग बादल गड्किनाले, स्वर्ग बादल गड्किनाले, धरती पढा चिरा मैना, रातिभरि देखिन्छ सुइना, धरती पढा चिरा मैना, रातभरि देखिन्छ सुइना,
के मुटुका माझा छ चल के मुटुका माझा आदरणीय दर्शक महानुभावहरू, यहाँहरूलाई हाम्रो कार्यक्रम कस्तो लाग्छ? यो कार्यक्रमप्रति आफ्नो अमूल्य सल्लाह सुझाव पठाउन नबिर्सनुहोला, जसका लागि हाम्रो इमेल ठेगाना रहेको छ chaachari@himalaytv.com chaachari@himalaytv.com। हस्त आगामी साता मध्य र सुदूरपश्चिमका विभिन्न देउडा भाकाहरू, त्यसै गरी यस क्षेत्रका मौलिक कला, संस्कृति र पर्यटकीय स्थलहरूका बारेमा चर्चा गर्ने नै छौँ। तबसम्मका लागि क्यामेरा सहकर्मी विजय विक्रम मल्ल लगायत म कार्यक्रम सञ्चालक शङ्कर विष्टलाई बिदा दिनुहोस्। आजलाई यत्तिकै भइगयो, अर्का हप्ता आउँला। आजलाई यत्तिकै भइगयो, अर्का हप्ता आउँला। काली कर्णालीका व्यथा समेटेर ल्याउँला। नमस्ते।